नमस्ते। यो पुलमा आज पहिलोचोटि आयो। यो मिडियामा कहीँ कहीँ भाइरल पुल छ अहिले यो पश्चिम साइडको सुर्खेत र कैलाली जोडिएको ठाउँ। यहाँ आइपुग्दाखेरि हजुर भेट्नुभयो। यो पुलको बारेमा के तपाईँलाई जानकारी के भन्छ नि, कुन खोला कुन पुल हो के हो? हस् त नमस्ते, मेरो नाम नन्दराम रिजाल, म नेकपा एमालेको सङ्गठित सदस्य। यो पुलको इतिहास हेरिरहँदाखेरि विगत 71-72 सालतिरको कुरा हो। यो पुल पहिले नै परेको थियो। यसमा यहाँको माननीय तत्त्वबहादुर विष्टजीले यो परिमार्जन गरेर तल लिइसकेको कुरा थियो। त्योभन्दा पछि हामी यो पुल त्यहाँ लिएको कुरा थाहा पाइसकेभन्दा पछाडि हामी यहाँबाट डेलिगेसन, सर्वदलीय टिम सहितको डेलिगेसन गयौँ। त्यसको नेतृत्व नेकपा एमालेबाट मैले गरेका थिएँ र अनि जिल्लाबाट हाम्रो पार्टी अध्यक्ष ध्रुव कुमार साईजीले तपाईँ गर्नुभएको थियो। तर उहाँको नेतृत्वमा हामी केन्द्रमा गयौँ। केन्द्रमा गइरहँदा त्यहाँ हाम्रो अध्यक्ष ध्रुव कुमार साईजीको महत्त्वपूर्ण भूमिका रह्यो। महत्त्व भूमिका कस्तो रह्यो भने धेरै सभासदहरू थिए, यहाँको पनि, यता कैलालीको पनि सभासदहरू थिए, यता उछाङको पनि थिए। तर त्यसमा पनि हाम्रो अध्यक्ष ध्रुव कुमार साईको अहम भूमिका रह्यो धेरै। किनभने सुर्खेत जिल्लाको पश्चिमको यो ठाउँलाई, विकटता ठाउँलाई उहाँले नजिकबाटै निहालिरहनु भएको थियो र पीडा उहाँलाई थाहा थियो। त्यस कारणले उहाँले धेरैभन्दा धेरै पहल गर्नुभयो। पहलका बावजुद हामी भौतिक मन्त्रालयमा हो सर, भौतिक मन्त्रालयमा हो कि राष्ट्रिय योजना आयोगमा जाँदाखेरि उहाँको एकदमै निकटमा साथी हाम्रो नेकपा एमालेको तुलसीलाल अमात्यको बुहारी, नाम त ठ्याक्कै मलाई थाहा। संयोगले तपाईँ हाम्रो यहीँ दुर्गा सर पनि साथमा भएको कारणले तपाईँ ल्याउनु बोलाउनु सर यता आइजान्छ सर। दुर्गा यहाँ आउने त्यो भएर हामीसँग चाहिँ दुर्गा दाइ पनि आउनुभएको, उहाँ पनि भेट्नु भएको। पुरानो चिनजानका साथीहरू भेट हुँदाखेरि गफ कुरा पनि तर एउटा कुरा के हो भने उहाँको अथाह त्यो प्रयासले गर्दाखेरि यो हामी अहिले यो पश्चिमकै भाइरल पुल, कर्णाली पुल भनेर चिन्छौँ। कता कताबाट मान्छे आउँछन्। त्यो राष्ट्रिय योजना आयोगमा लेखा महाशाखामै पुल राख्न ध्रुव कुमार साईको राष्ट्रिय योजना आयोगमा अहम भूमिका भएको। उहाँ त्यति बेला सङ्घीय माननीय पनि हुनुहुन्थेन, पार्टी अध्यक्ष मात्रै हुनुहुन्थ्यो। पार्टी अध्यक्षतर्फबाट डेलिगेसन भयो। एकदमै उहाँकै नेतृत्वमा हामी राष्ट्रिय योजना आयोगमा गएर उहाँकै पहलमा यो पुल यो उसमा परेको मलाई नै जानकारी छ। म स्वयं त्यहाँ भइसकेका कुरा थियो, त्यति बजेटको सम्भावना थिएन, अर्को वर्षमा नै पर्न सक्ने सम्भावना थियो। तैपनि अब धेरै कागजातहरू हामीले त्यही छोडेर स्वयं परिचयको आधारले हाम्रो कार्यकर्ताको सँग परिचय भएकै कारणले गर्दाखेरि कर्मचारीसँग हाम्रो अध्यक्षजीको हामी सोझैभित्र उहाँकै नेतृत्वमा गइरहँदा र त्यो सिस्टममा उहाँले नै लगाउनु भयो। हाम्रा समस्या छन्, हाम्रा समस्या हामी पुल यो कारणले भने धेरै कुरा गरिरहँदाखेरि उहाँले के भन्नुभयो भने, अध्यक्षजी म जनजातिको छोरा, जनजाति हो, तपाईँ त अरू जस्तो होइन, म जे गर्छु त्यही लेख्छु। यो कलम चले नचलेको तपाईँलाई चाहिँ थाहा होला। यो कलम चल्यो भने तपाईँको पुल पक्का पर्ने छ है भनेर उहाँलाई तपाईँ हात मिलाएर आएको। अहिले नै 6 महिनाभित्रै ठ्याक्कै आइसक्यो। धन्यवाद, धेरै धन्यवाद सबै।